माओवादी केन्द्रका मध्य प्रदेश सांसद रहबर अन्सारीले प्रदेश सभा बैठक चलिरहेकै बेला आफैलाई कालो मसो दलेका छन् साथीहरू। एकपटक यो भिडियो हेर्नुहोस्। मधेसका जनताले कालो देख्न चाहन्छन्। हाम्रो अनुहार हामी यदि स्वीकार गर्दैनौँ भने कसले गर्छ? म त आफ्नो अनुहार यसरी तपाईहरुको लागि सम्पूर्ण प्रदेश सदस्यको व्याप अनुहार कालो देखाउन चाहन्छु जनतालाई। यदि जनताले गर्न सक्दैन भने हामी आफै गरौँ। र म के भन्छु भन्दाखेरि तपाईहरु पनि कमसेकम आफ्नो घरमा गएर ऐना हेर्नुस् र आफ्नै अनुहारमा कालो लगाउनुस्। किनभने 8 वर्षदेखि हामीले संविधानसँग मजाक गरेको। यो संविधानको हृदयमा रहेको लोकतन्त्र, गणतन्त्र, संघीयता, महिलाको अधिकार, जनताको अधिकार, राष्ट्रिय एकताको विषयहरू, स्वाधीनताको विषयहरू, यी सबैलाई बचाउनु पर्छ। जसरी भगवान रामलाई बचाएको थियो, यिनीहरूलाई पनि मान्यज्यू समय म एकजना जिम्मेवार प्रदेश सदस्यको हैसियतले मलाई थाहा छैन मेरो दलले के गर्छ। म कुनै पनि सरकारलाई म आफ्नो विश्वास गर्दिनँ। मलाई विश्वास छैन कि यो सरकारले कुनै सरकारले अब मधेसको विकास गर्छ। यो प्रदेश सभाको कुनै नैतिक आधार छैन। यो प्रदेश सभामा रहेका 106 जना 107 जना कसैसँग पनि कुनै पनि नैतिक जनादेश छैन। अब निकास निष्कोष मधेसी जनताले नयाँ म्यान्डेट चाहिएको जस्तो लाग्छ। मैले भन्दै आफ्नो केही भनाइ यही अन्त्य गर्न चाहन्छु। धन्यवाद छ। सांसद अन्सारीले आफूहरूले जनताको इच्छा अनुसार काम गर्न नसकेको, जनताको चाहना पूरा गर्न नसकेको भन्दै गल्ती स्वीकार गर्दै आफूले कालो मसो दलेको जनाएका छन्। आज मध्य प्रदेशका नवनिर्वाचित मुख्यमन्त्रीले विश्वासको मत लिँदै थिए साथीहरू, र त्यही विश्वासको मत दिने क्रममा सांसद अन्सारीले यसरी आफैलाई कालो मसो दलेका हुन् र आफूले अहिलेका नयाँ मुख्यमन्त्रीलाई विश्वासको मत नदिने पनि बताएका छन्। हामी यो प्रदेश सभाभित्र भएका सांसदहरू कसैले पनि अहिले सरकारको नेतृत्व गर्न लायक नरहेको कुरा उनले भनेका छन् साथीहरू। हामीले नैतिकता गुमाइसकेका छौं। जनताको नजरमा हामी गिरिसकेका छौं। अब जनताले कालो मसो दल दिन नसके पनि हामी आफैले कालो मसो दल्छौं भनेर उनले स्वयंले आफैले कालो मसो दलेका हुन्। उनको यो काम तपाईहरुलाई कस्तो लाग्यो साथीहरू? रहबर अन्सारीले नयाँ कुराहरू ल्याउने गर्छन्। योभन्दा पहिला पनि उनले नेपाललाई भ्रष्टाचारको निम्ति एउटा अध्ययन केन्द्र अथवा कसैले पनि भ्रष्टाचारमा पीएचडी गर्न मन लाग्यो, विद्यावारिधि गर्न मन लाग्यो भनी नेपाल आएर नेपालीहरूसँग सिकेर गर्न सक्छ भनेर एउटा भ्रष्टाचारको चाहिँ पीएचडी विश्वविद्यालय नेपालमा खोल्नुपर्छ भनेर उनले त्यस्तो नयाँ खालको कुरा लिएर आएका थिए। र अहिले पनि फेरि उनले आफैलाई मसो दलेर कालो मसो दलेर एउटा नयाँ प्रयोग चाहिँ गरेका छन् साथीहरू। यो विषयमा तपाईहरुको आफ्नो धारणा के छ? तपाईहरुलाई कस्तो लाग्यो यो कुरा? कमेन्ट गर्नु होला।